Hello guys, Namaste and welcome to my channel. आज फेरि आफ्टर लङ टाइम म नयाँ बेगुनियाको भिडियो लिएर फाइनली आइसकेको छु। अनि बेगुनिया यसरी फुल्न थाल्यो हाम्रोमा। ल है ल यो भयो हैन, यो डबल कस्तो ठुलो फुलेको छ। वाउ। अनि अरू अब म यो सबै भिडियोमा देखाउँछु ल। अनि यो पनि फुल्दैछ हाम्रो। कस्तो धेरै कोपिला लागेको नि यो गोदावरीको। अनि आजको वेदर मङ्गलबारको, आज असार 16 गते को मौसम चाहिँ यस्तो छ है। हुस्से आउँदैछ उडेर। अनि यस्तो छ। अनि हाम्रोमा फुल यसरी फुलिरहेको छ बेगुनिया। धेरै चाहिँ यही खालको मात्रै छ हाम्रोमा चाहिँ। यसलाई चाहिँ के भन्छ, ह्याङ्गिङ बेगुनिया। मलाई नाम थाहा भएन, तर दामी फुलिरहेको छ। कस्तो धेरै फुलेको छ एउटा बोटमै। अनि म अब सरसर्ती भिडियो गर्छु ल। यहाँ यसरी फुलिरहेको छ हाम्रो घरमा बेगुनिया फुलहरू। कोही फुल्ने क्रममा छ। यो चाहिँ यस्तो पनि फुल्दो रहेछ क्या। यो चाहिँ डबलमै हो, तर यो कुनै कुनै चाहिँ यस्तो पनि फुल्दो रहेछ क्या, सिङ्गल। पुरैसम्म छ ल। अनि तर प्राय मेरोमा चाहिँ सबै एउटै कलर छ, अरू फुलेको छैन। अनि अरू यतातिर चाहिँ सागहरू रोपेको छु मैले। साग सब्जी पनि खानु पर्यो नि त हौ, अर्ग्यानिक सागहरू छ यहाँ हैन। पानीले कुटेर यस्तो हालत बनाइदिएको छ सागको। यहाँ रोज जिरेनियम पनि फुल्दैछ है। रोज जिरेनियम यो पनि यसरी फुल्दैछ। कोही कोपिला लाग्दैछ यी। अनि यहाँनिर चाहिँ हाइब्रिड जिरेनियम पनि फुलिरहेको छ हाम्रोमा हैन। यो चाहिँ पानी धेरै भएर मर्न लागेछ यो कार्नेसन चाहिँ। अनि रोज जिरेनियम यहाँ फुल्न आँटेको छ। अनि यतापट्टि पनि छ रोज जिरेनियम हैन। रेड कलरको रोज जिरेनियम फुल्न आँटेको छ, फक्रिन आँटेको छ।